यो म बताउने छु कि हाम्रो पुर्खाहरूले होइन कति मिहिनेत गरेको र कति कठिनाइ सहेर बसेको हामी यति राम्रो समूहमा कसरी पुग्यौँ भनेर है। अनि हाम्रो पुर्खाहरू हेर न दाइ सानो हुन्थ्यो होइन अनि यसरी होइन आहारा खान्थ्यो होइन आफ्नो होइन उ गर्थ्यो होइन आफ्नो जीविका पाल्थ्यो अनि त्यसपछि होइन यिनीहरू डाइनोसरबाट धेरै बचेर अनि हिँड्थे होइन धेरै अनि सानो पलहरूमा अनि लुकेर बस्थे होइन अनि डाइनोसरबाट धेरै बस्थे अनि यसरी डाइनोसरको डरले होइन यिनीहरूले यसो गर्दा होइन यिनीहरूको दिमागमा झनै दिमाग होइन पलाउन थाल्यो झनै अनि यिनीहरू धेरै राम्रो हुन थाल्यो होइन दिमागहरू यसरी रमाउन थाल्थे अनि त्यसरी बस्यो होइन अनि अझै पनि दिमाग धेरै ट्यालेन्ट भएर जान्थ्यो अनि त्यसपछि यिनी खाना यसरी आहारले खान्थे अनि अन्डा फाड्थ्यो पहिला होइन अनि डाइनोसरबाट बचाउन धेरै गाह्रो हुन्थ्यो अन्डा है डाइनोसरबाट बचाउन धेरै गाह्रो हुन्थ्यो होइन उनीहरूलाई अनि सुक्खा जमिन थियो त्यही भएर होइन अनि त्यसपछि उनीहरूको आहारा भनेको यो झिङ्गा भयो सानो सानो माक्राहरू अनि उनीबाट हामी यतिसम्म पुग्यो नेक्स्ट पार्ट छ।